अहिलेसम्म चाहिँ भाइले के शिकार गरिसक्नु भएको छ त? शिकार खोज्दैछु। गोर्खाल्यान्ड कस्तो हुन्छ? पछि बाहिर चल पाइहाल्छ नि। हामी सबैले नै पाउँछ। अन्त हामी एकजनाले मात्रै पायो भने भइहाल्छ नि। हामी मिलेर पालो पिलो राखौँ न ल। ल मेरो पछाडि देख्न सक्नुहुन्छ यो हेर्नु ब्यानर र यही हो हाम्रो धमिलो पहाड जुन चाहिँ 2 तारिक रिलिज हुँदैछ। हेलो नमस्ते जय श्रीराम। हजुर सबैलाई स्वागत छ मेरो एउटा भिडियोमा। र आजको भिडियो एकदमै युनिक मतलब अलग छ र म आज मेरो भिडियो सिधै सुरुवात गर्दैछु नदीको छेउबाट। यो लोकेसन हेर्नु काफी बढिया लोकेसनबाट म आफ्नो भिडियोको सुरुवात गर्दैछु। र म आइरहेको छु तेजपुर। र तेजपुर आएको कारण चाहिँ के हो भन्दाखेरि आज हामीहरूको मिटअप एउटा कन्टेन्ट क्रिएटरहरूको मिटअपको साथसाथै एउटा भिडियो मतलब एउटा फिल्म आएको छ हाम्रो गोर्खालीको फिल्म। त्यो फिल्मको बारेमा पनि कतिपय कुराहरू यहाँ हुनेछन् र के कस्तो फिल्म छ के छ त्यो अब अहिलेसम्म त मैले पनि थाहा पाएको छैन। र त्यो लोकेसनमा हामी पुगेका छैनौँ र अहिले पहिले नै स्टार्टिङको लागि चाहिँ हामी यो लोकेसनमा आएर छौँ किनकि यहाँको लोकेसन काफी बढिया रहेछ र अरू पनि काफी क्रिएटरहरू आइरहन् यहाँ। मतलब हाम्रोका असमका गोर्खाली क्रिएटरहरू धेरै यहाँ आउनुभएको छ र सबैसँग भेटघाट पनि हुन्छ र के कस्तो छ म हजुरलाई सबै देखाउने छु। र अहिले चाहिँ फिलहाल यो लोकेसनमा हामीहरू एकछिन हेर्नको लागि आएका मजा। हामीहरूका भाइहरू यहाँ आइरहेछन् र सबैजना क्रिएटर जति पनि छन् अब सबसँग भेट हुन्छ। र गाइस हामीहरू चाहिँ विशेष गरी यहाँ सबैजना भेला भएको मिटअप गरेको कारण चाहिँ मेन कारण के हो भन्दाखेरि हाम्रो गोर्खाली फिल्म धमिलो पहाड जुन चाहिँ दार्जिलिङबाट बनिएको छ र यो फिल्म चाहिँ सबैजनाले हेर्नुपर्छ ठिक छ। र यो चाहिँ अब त्यहाँ अलिकति हाम्रो चल्छ त्यहाँ अलिकति हेरिन्छ के कस्तो छ सबै हुनेछ। एकछिन चाहिँ अब हाम्रो यहाँ चाहिँ र हेरौँ कस्तो के छ। जुन चाहिँ हाम्रो अब यहाँ जुन मिटअप भन्ने लोकेसन चाहिँ जुन हो नि त्यो चाहिँ यहाँ छ। र लोकेसन चाहिँ के भन्दाखेरि लेक हाउस रेस्टुरेन्ट यहाँ देख्न सक्नुहुन्छ। यहाँ धेरैजना हाम्रोका क्रिएटर्सहरू पनि हुनुहुन्छ र जुन एउटा फिल्मको आज यहाँ प्रमोसन हुनेछ त्यो पनि यहाँ हुनुहुन्छ। र यता दिदी सिधै दिपिका भ्लग्स हाई यता धेरै क्रिएटर्सहरू हुनुहुन्छ यहाँ र यहाँ छ अब बडे सबैजना क्रिएटर्सहरू यता हुनुहुन्छ चल्दैछ हाम्रो जुबिन्दा। सो गाइस यहाँ चाहिँ अब धेरैजना क्रिएटर्सहरू हुनुहुन्छ। यता हाम्रो के भाउजू भाउजू आयो गर्नु बास्कोटा भाउजू अरू यता दिदीहरू पनि हुनुहुन्छ र सबैजना छन् अब चिनेकै धेरै राम्रो लाग्दैछ अब यहाँ आएर चाहिँ भने। जय श्रीराम विपन दाई तपाईँलाई मैले उहाँ पनि देखिरहेको थिएँ तर मैले बोल्ने टाइमै भेट्थेँ तपाईँ भिडियो बनाउन व्यस्त हुनुपर्छ र विपन दाई हाम्रोका सबैले चिन्नुहुन्छ होला विपन महातो र उहाँको भिडियोमा हेरिरहन्थेँ छर्लङ्गै छेउमै भेट भयो। एकदम सदियोदेखि जान पहिचान जस्तो लाग्दो चाहिँ डिजिटलले बनाएको छ है। यस यस हामी बहुत अगाडिबाटै चिनेका मान्छे तर भेट चाहिँ नभएको है आज भेट भयो धेरै राम्रो लाग्छ र खुसी लाग्यो। हामीलाई यस ठाउँमा होइन एकदमै अतिथि मात्र नभएर आफ्नै जस्तो राय बनाएर हामीलाई सम्मान दिनुभयो बोलाउनु भयो माया दिनुभयो त्योभन्दा ठुलो कुरा हाम्रो लागि केही पनि हुन सक्दैन होइन। सबैजना अतिथि नै हुनुहुन्छ। इन्फ्लुएन्सरलाई हामीले अतिथिको रूपमा नै निम्ताएको हौँ भने मिडियाकर्मीलाई नि हामीले अतिथिको रूपमा निम्ताएको हौँ। त्यही भएर हामी हाम्रो धमिलो पहाडको तर्फबाट हामी सर्वप्रथम हामी सम्मान गर्नेछौँ। हामी धमिलो पहाडले सम्बन्ध र सम्मान दिन जानेको छौँ र त्यही गरिरहेको छौँ। यसरी नै म मञ्चमा निम्ताइरहेको छु मिस्टर खड्कबहादुर कौशिक उहाँलाई पनि हामी मञ्चमा निम्ताइरहेको छु। विशिष्ट साहित्यकार अलिकति इङ्ग्लिसमा लेखिएको छ माफ होला है मेरो फेरि इङ्ग्लिस राम्रै छ वर्ड युजर नेमसँग मात्रै पढेको मैले त्यही भनेर र सरलाई नि धेरै धेरै धन्यवाद। उहाँले नि हामीलाई धेरै राम्रो सुझाउ र क्वेसनहरू गरेर हामीलाई फेरि नौलो बाटो देखाउनु भयो। हाम्रो शिर कसैको अघि झुकाउँदैनौ किनकि हामी गोर्खाली हौ। कुकुरलाई सिरानी बनाएर सुत्ने जाति हौ हामी। गोर्खाल्यान्ड ल्याउने अरे घन्टाको पाउँछ गोर्खाल्यान्ड। तिमीहरू किस खाएको म घरमा बन्दैछु।
फाइनली गाइस अब चाहिँ मुभीको यहाँ ट्रेलर मात्रै यहाँ चल्दैछ अब चल्न आँटेको छ ट्रेलर मुभीको ट्रेलर अब यहाँ चल्छ र के कसो मान्छेहरू मार्यो फुटुटु गोली चलायो आन्टी भइहाल्छ नि हामी मिलेर पालो पिलो राखौँ न ल सस्पेक्ट 25-30 किलोमिटर रेडियसभित्र हुनुपर्छ त्यो राति हामीले रोकेको ड्राइभर हो त सर सो गाइस तपाईँहरूले फिल्मको जुन ट्रेलर छ त्यो चाहिँ हेरिसक्नुभयो कस्तो छ अब फिल्म त एकदम बढिया छ हाम्रो गोर्खा जातिको लागि एकदम बढिया फिल्म छ यो जुन हाम्रो जाति अहिले कति उसमा सङ्घर्ष गरेको थियो हाम्रो जातिले त्यो कुरो सारा यो फिल्ममा छ र एकदम रियल मतलब यो फिल्म भने सच्ची घटनामा आधारित छ यो फिल्म र बहुत बढिया छ र अहिले त्यहाँ के कुराकानी चलिरहेको छ म चाहिँ यता बाटोतिर निस्केर आएको छु बढिया छ फिल्म चाहिँ र 2 तारिक आउँदैछ यो 2 डिसेम्बरमा रिलिज हुन्छ तेजपुर गुवाहाटी धेरै जग्गामा हुनेछ सो गाइस यो चाहिँ यो फिल्म धमिलो पहाड उहाँलाई त सबैले पनि चिन्नुहुन्छ होला उहाँ धेरैवटा फिल्ममा हुनुहुन्छ नेपाली फिल्म जसले हेर्नुहुन्छ उहाँलाई थाहा छ उहाँको बारेमा बहुत बढिया कहिले हुनेछ भन्दा 2 जनवरी रिलिज हुँदैछ गाइस सबैजनाले माया दिनुपर्छ अब चाहिँ गाइस यहाँ अहिले सकिसक्यो प्रोग्राम र काफी बढिया र हामीलाई सम्मानको साथ यो हामीलाई दिनुभएको छ र अब यहाँ फोटो एउटा खिच्ने होइन मेरो पछाडि देख्न सक्नुहुन्छ यो हेर्नु ब्यानर र यही हो हाम्रो धमिलो पहाड जुन चाहिँ 2 तारिक रिलिज हुँदैछ र सबैजना आउनुहोस् हेर्नुहोस् र भिडियो त के कस्तो त हजुरले ट्रेलर हेरिसक्नु भएकै छ र धेरै खुसी लाग्यो र सबैजना आउनुभएको छ र गाइस उहाँ चाहिँ फिल्मको टिम यहाँ मेरो यहाँ पछाडि हुनुहुन्छ र उहाँद्वारा सबैलाई बधाई छ होइन र धेरै खुसी लाग्यो अब फिल्म टोटली जब हेर्न पाइन्छ सक्सेस पक्का हुनेछ यो चाहिँ अब मतिरबाट हजुरलाई प्रमिस एकदम सक्सेस हुनेछ फिल्म आउँछन् सबैजनाले र सबैजनाले एकचोटि जय श्रीराम है र जय श्रीराम जय गोर्खा ल बाई बाई